पैँची छोड्दै अब भजन गाम दिदीलाई लिएर यामार भजन ओम नमः भगवते वासुदेवाय भजन आइरहेको छ नानी
सदा शिवजी को नर्मदेश्वर भगवान को माया जाल कति गुलिया अब घर है घरै हो मन्दिर घुमियो अब घन्टी बजाउने आमा घन्टी बजाएर पुरुषोत्तम भगवान रामचंद्र को शिव
मम्मीले कलर सही कलर फेरि अगर नआइदिनु न अगाडि नआइदिनु छाया छेकी चाहिँ छाया पऱ्यो तपाईँहरूको भाउजूलाई दिने हो यो होइन अर्को कुरा गरेको उहाँलाई रोकेर क्या अरू बाहिर गएर त्यहाँ त फुलहरू अलि लिएर आइदिनु नि फुल त्यहाँ जगिएको फुल यो भातले पाइदिने लाइनमै आउनुपर्छ होइन नानीले मलाई
एउटाले त के अरे माया थाल्सी त कहाँ भ्याइन्छ पनि मन्दिर जाने भयो अनि मन्दिरबाट माथि अगाडि आउँ ठ्याक्कै देखिन्छ लाइनमा भन्नु चाहिँ यहाँ कुछ भयो कि मान्छे हामी लगा मैले म सुशील आउँदा अगाडि आउँदा सुशील आउँदा पहिला तिमीलाई यार खै कोही मजा त्यसरी लाने के त भर्खर मान्छे दिदिन सायद पर्सि मात्रै आउँछ कि फोटो सम्झुली जुगाड्छु यहाँ छ आमा हजुर त्यहाँ फलफुलमा बस्यो कान्छीलाई त राम्रो मलाई त बत्ती लाग्दैन उता छ बत्ती माथि यता आउनुहुन्छ मात्रै टिका मात्रै लगाइदिनु आमा म गइहाल्छु यता पछाडिबाट आउनु यताबाट जानुहोस् आउनु अब यहाँ चाहिँ आफन्त हुनुहुन्छ नि यहाँ पनि ल टिक्नु भएन नि उताबाट जानु तपाईँ उताबाट कसैले नि पाएको छैन नि पुरिहाले म भित्र जान्छु म आउनु भ्याउँदिनँ बुहारीहरूलाई नि हो र कलस होइन राख पैसा 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 पैन हाल्नु पैन हाल्नु त्यहाँको सबभन्दा ठुलो त्यहाँको सबभन्दा ठुलो पैसा दिनु मैले लाइट मिटर लगाएछन् क्या मैले लाएन भन्छ के को त
लगाइदिनु अरे बाला हस् बाला यो भयो हस् पलस्ने हो अहिले के गरेछ अहिले लास्टमा है अहिले लास्टमा सल्लाह गर्छौँ एउटा उद्देश्य न ल फलफुल लिग भन्दा हजुर चाबी त्यहाँ यतापट्टि छोडिदिनु हुने हो नभए पस्नु है तपाईँ गर्नु है त म नम्बर पठाइदिएँ ल पठाइदिइहालेँ एसएमएस गरिदिएँ ल यसो गर त यहाँबाट कहीँ झिक्दै गर्दै त्यहाँ होला आमा यो सबै छु न हजुर नाच्छु यो सबै छु ल्याइछु टमाटर यो त वर्ष राखिरहनुपर्छ यी पैसाहरू त मैले त बाटो आमा यहाँ फलफुल यहाँनिर राख्नु पऱ्यो कि लाउँदैछ फलफुल दिएन मलाई फलफुल दिदी उता छ पछाडि दिनु न फलफुलको डोक यो माला नि झिक्दियो एकदम 12-15 गीत अंश अन्तिको पालो अब सबले हेर्नु यहाँ बच्चा लान ढिलो भयो आमा केही पनि होइन हामीले भेटाएर केही भएन नि अर्को दिँदा भयो आमाको हातरी है दाडी अब आमासँग
आमाबाट एकछिन राख्दै गर्नु न यहाँ अलि होलो भएछ आमाको टिका लाउँछु न हतार हतार गरेर चारो जानु छ आमा यही सकेन सबै छौँ सबै जानु हो कोने राखेर धेरै आशीर्वाद दिन्छ यहाँ सम्झु दिजु ल आमा दिदी आचार त कान्छ ल आमालाई यो बुढी मामाले गरिदिन्छ पहिला अनि उनकै पैसा दिने पैसा नदिनु ल पैसा नदिनु नलिने मान्छे हो आउँछ लिने मलाई आमा शङ्कर दाई भनेको उहाँ नै हो रमका जानु पर्यो सूर्यपाल जानु हरिसरलाई दिन्छ केही हुन्न के किशोरी एकचोटि यता कलश राखेर दिदी के भयो हजुर ठिकै छ लामो मलाई दाइ है मा सूर्यपाल सूर्यपाल जानु पर्यो नि उताबाट टिका साथ यहाँ कता कता लानु भयो नि बुढीमा सब्जी दिदीसँग छ उयो हाम्रै ल मलाई लाग्यो
मामा होइन त्यो बाबु हामी गाडीमा बहिनी बहिनी मेरो ठुल्लाई हजुर 2 मिनेट मलाई टिका लाग्छ टाइमै छ आमा बसिसक्यो त अब बसेर गर्नु अब बसिसक्यो व्यवस्थापनमा हो क्या काङ्ग्रेसको मान्छे आज आमा दिनु त यो ल माताजी खिचे
जाने खाइसु त त्यहाँ खाइसु साँच्चै नै खाइसु ड्राई त्यति होइसिन्छ होला ड्राईसँग हस् हस् ल आस्था देवी यता हेर यता आस्था यता सम्झिँदै थियो एउटा कलश दिसो यो मेरो साथीको छोरी हो हेटौडाबाट आएको ल यो दिसो हस् बिना हस् सम्झिदिन्छु एउटा त्यो अनि ल पहिला विशाललाई माइजू पहिला त्यो दिनु अनि सजनीलाई माइजू बुझ्नुभयो डबल नपाएर बुझ्नुभयो माइजू लामे लगाइदिनु यहीँ नजिकैको हुनुहुन्छ यही चाहिँ अलिकति प्रोफेसर हुन्छ हजुरको छाया पऱ्यो कि मान्छे लाइन हो हजुर लाइन यो त लाइन विशाल भन्छ विशाल भन्छ म विशाल भान्जा भन्नु न ऊ त्यो मामाले भान्जा भन्नु न सिद्धिहाल्यो नि ल नानी 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 छोरी नातिनी लाउने र लगाउनेको फोटै आएन राम्रो अब अलिक घाम हुन्छ यहाँ त दिदीको टकाउँछ अब छोड्दिन्छु दिदी ल अब बुहारीलाई उहाँलाई लाउनु मैले काट्नु खोजेको काट्नु लिएर मैले काट्नु लिएर म पठाउँछु त्यो काट्नु लिएर सम्झ्या बाबुलाई लगाइदिनु बाबु दुईले नमस्कार गर्नु सामने नमस्कार गर्नु सबै हामीले ल भान्जीको टी सर्ट थियो है
यही गर्छस् के तैँले राइफल हो नि यो त सबै दुईटा हातले आमा किन्जल आइसरी किन्जल और हैन 5 जिपी है अब 5 जिपी अस्तिदेखि बोलाउनु भयो आमाले किता बक्कु आमा आशीर्वाद दिनु न कमलालाई लगाइदिनु कमलालाई जुम्रे भाइजी नमस्कार मलाई पनि त्यतै दिने हो कि भनेर मैले नमस्कार आशीर्वाद पछिबाट हुँदैन है होइन त्यो चाहिँ रहेछ सूत्रमा लाइनमै रहेछ त म दिन पनि यति रहेछ मेरो पालो त त्यति आइछ यहाँ फेरि सँगै लाइनमा हामी फोटो फेरि मन्त्र चिप्लेला सुरुमा गइहाल्नु मन्त्र चिप्लेला भन्ने डर भइसक्यो म अलिक भिडमा छु र एकछिन
15-20 मिनट नजिकले नि हुन्छ मेरो छोरी छ उसलाई सुन्नु न मन त नजिकले नि हुन्छ छोरो भइसक्यो मान्छेलाई तर्सिनु सस्तै हुन्छ कि यो चाहिँ सिजोको फोटो हेर्न आउँछ आयो खै एकजना देखाउनु क्यामेरातिर ल ओ माय गॉड भयो ओके डन फोटो म जान्छु मेरो लाइन त्यहाँ नमस्कार यति पस्छ हेलो अबु म हेर न यहाँ आमालाई दर्शन मलाई लाएर ल्याइहाल्छु अनि त्यसो भए पर्साल दिन्छु टिका लगाइसिक्नु अरे पर्साल त्यही मात्र दिन्छु अब ल्याइयो त आमा त जेएनजी हो नि हाम्रो आमा जेएनजी हो जेएनजी म अहिले सल्लाह गरौँला कलर्सको बारेमा अहिले कति मन त गर्दै बाँकी छ
ल दाइ पर्खै दाइको बाबु खोइ बिना जोडीको के लानु त जोडी है त ग्यास ग्यास सरी धेरै पढ ज्ञानी भयो ओइ भने हाम्रो आमा नमस्कार चिन्नु भयो होइन भाइजीलाई मैले लाउनुपर्छ भाइजीलाई मामाको पेट्रोल पम्प होइन मामा टिका लाउनु भनेको प्रसाद जेन्जी म आइहालेँ हजुर लगाइदिनुहोस् मलाई फुल लगाइदिन्छु आमा धेरै आशीर्वाद छोरी ठुलो उत्तम माथिको मुरल दिदीको छोरीको छोरी अनि दिदी शनिबार आउँदाखेरि मामाहरू आउनु आएर जानु मलाई त दिदी बहिनी हुनुहुन्छ आमा आमा यो हाल्छु त यहाँ